मेहनत गरे भने चाहिँ सबै थोक हुँदो रहेछ साथीहरू। सो हेलो एभ्रिवान, हजुरलाई स्वागत छ फेरि पनि मेरो अर्को भिडियोमा। र साथीहरू मैले चाहिँ आज रोटी पोलेको भिडियो लिएर आएको छु। अनि हेर्नुहोस् न, मैले चाहिँ यसरी भुम्रोमा पोल्नु जान्दिनँ नि त हो। अनि घरि कस्तो हुन्छ घरि कस्तो हुन्छ, अनि आज चाहिँ लु त भनेर ट्राई गरेको होइन। ट्राई गर्दाखेरि चाहिँ हुँदो रहेछ होइन, राम्रै हुँदैन थियो कि, घरि यताको मैला घरि उताको मैला लाग्थ्यो। सो अनि आज चाहिँ मैले ट्राई गरिहेरेँ होइन। अनि मेहनत गऱ्यो भने चाहिँ सबै थोक हुँदो रहेछ। अनि भुम्रोमा पनि पोलेँ होइन। म चाहिँ जहिले पनि माथि नै ताईमै फुलाउँछु नि त हो। त्यो पनि कोही बेला फुलिन्छ कोही बेला फुलिँदैन। अनि आज चाहिँ मैले भुम्रोमा ट्राई गरेको थिएँ। अनि मेरो हस्बेन्डलाई चाहिँ खालि चाहिन्छ होला भुम्रोमा पोलेको रोटी। अनि आज ट्राई गरेको त मजाले भयो। अरू बेला चाहिँ हुँदैन नि त, घरि म यताको मैला टाँसिन्छ, मलाई फेरि मनै पर्दैन कि, सफा भएन भने खानै मन पर्दैन। अनि आज ट्राई गरेको त दामी भयो। अनि त्यहाँदेखि चाहिँ भुम्रो पनि पोलेँ हो। अनि हेर्नुहोस् न, अब यहाँ हेर्नुहोस् चाहिँ कसरी फुलाइदिँदैछु। आयो त्यतिका रोटी पोलेको भिडियो पनि देखायो भन्छन् होला हौ, यस्तो नभन्नु ल मलाई। अन्त साथीहरू यहाँ चाहिँ यसरी मैले भुम्रो पोलेँ यतापट्टि होइन। अनि हेर्दै जानुहोस्। अनि यता चाहिँ उयसमा पनि पोलेको छु, ताईमै पनि माथि नै फुलाउँछु नि त। अनि यस्तो रोटीमा चाहिँ मलाई उयो लाग्छ, भुम्रोमा पोल्नु मनै पर्दैन कि। अनि कोही बेला राम्रो हुन्छ, अनि आज त राम्रो भयो क्या ट्राई गरेको त। अनि साथीहरू हजुरहरू त राम्ररी पोल्नुहुन्छ होला हो, म चाहिँ यस्तै हो है। अन्त थ्याङ्क्स फर वाचिङ माई भिडियो है। अनि माया दिनु होला, सपोर्ट गर्नु होला सबैले।